नमस्ते सम्पूर्णमा फेरि पनि म आज एउटा भिडियो लिएर आएको छु। त्यो भिडियो चाहिँ हो आयुष्मान भारत कार्ड कसरी बनाउँछ है, त्यो विषयमा मैले एउटा बनाएको छु। त्यो चाहिँ तर पश्चिम बङ्गाल सरकारमा जुलाई 1 तारिकदेखिको एकदमै कार्डहरू पनि डिस्ट्रिब्युसन गर्ने आयुष्मान भारत होइन जसले बनाएको छ भनेर चाहिँ एउटा भनिएको छ। तर अहिलेसम्म चाहिँ रेजिस्ट्रेसनको प्रोसेसहरू चाहिँ छैनै। त्यसले गर्दाखेरि चाहिँ अब एपहरू भयो, वेबसाइटहरू हामीले डेली नै भिजिट गरिरहेको छु। अन्त एप डाउनलोड गर्दाखेरि चाहिँ 1-2वटा स्टेपसम्म पुगिँदो रहेछ। तर रेजिस्ट्रेसन नभएको कारणले गर्दाखेरि चाहिँ त्यो एपभित्र लगइन गरेर तपाईँहरूलाई देखाउन सकिएको छैन। सो मैले आयुष्मान भारत एप डाउनलोड गरेर चाहिँ कसरी गर्छ होइन, रेजिस्ट्रेसन कसरी गर्नुपर्ने, त्यहाँनिर के फिचर्सहरू छ, हौ त्यो विषयमा चाहिँ मैले छोटकरीमा एउटा बनाएको छु एप डाउनलोड गरेर नै। र तपाईँहरूले पनि गुगल प्ले स्टोरमा गएर आयुष्मान भारत एप लेख्नुहोस्, डाउनलोड गरेर तपाईँहरूले राखिराख्नुहोस्। किनकि 1 जुलाईदेखि चाहिँ कार्ड डिस्ट्रिब्युसन गर्ने भन्दैछ। सो अगाडि पनि रेजिस्ट्रेसनको प्रोसेसहरू हुनसक्छ है। तपाईँहरूले हाम्रो भिडियो यो जुन चाहिँ डिजिटल सेवा कुमाई यो हाम्रो फेसबुक पेजमा तपाईँहरूले फलो गर्नुभयो भने हामी आयुष्मान भारत जुन दिन स्टार्ट हुन्छ बङ्गालमा त्यही दिनै हामी तपाईँहरूको समक्ष ल्याउनेछु। सो तपाईँहरूले चाहिँ हाम्रो पेजलाई फलो गरिराख्नुहोस् ताकि तपाईँले त्यो आयुष्मान भारतको भिडियो चाहिँ फर्स्ट पाओस् है, तपाईँहरूकोमा चाहिँ नोटिफिकेसन गएर चाहिँ तपाईँले हेर्नु पाओस्। सो मैले यहाँनिर एउटा एप डाउनलोड गरेर छोटकरीमा एउटा सानो बनाएको छु, त्यो तपाईँहरूले हेरिदिनुहोस्। हुन्छ, म तपाईँहरूलाई आयुष्मान भारतको एप चलाएर देखाउँछु है। तपाईँले प्ले स्टोरमा गएर एप डाउनलोड गर्नुहोस्, आयुष्मान भारत लेख्नुहोस्, भइहाल्छ। यो म एपलाई थिच्दैछु र यस्तो आउँछ फर्स्ट। र एप खोलेपछि चाहिँ तपाईँको यो खाले आउँछ, आर यु अ बेनिफिसियरी भनेर आउँछ होइन। अब हाम्रो बङ्गालमा त छैन, भएको छैन। सो त्यसले गर्दाखेरि अब यस गऱ्यो भने चाहिँ यस्तो हुन्छ। अब यहाँनिर पिएमजेवाई क्याब यो GHS यो कार्ड लगाउनु भन्छ। सो हामीले यसलाई ब्याक गर्छौँ, नो गरेर कन्टिन्यू गर्छौँ। अब यहाँ हेर्नुहोस् है, यस्तो खाले आउँछ। यो चाहिँ लेटेस्ट भर्सन हो आयुष्मान भारतको एप। माथि देखिहाल्नु 5 लाख फ्री ट्रिटमेन्ट अप टु 5 लाख होइन। बेनिफिसियरी सर्भिस चाहिँ के छ त, यहाँ चाहिँ यो तपाईँले आफू एलिजिबल छ कि छैन त्यो हेर्नुसक्छ। ई कार्डको छ, ई कार्ड भन्नाले चाहिँ तपाईँको यो आयुष्मान भारत कार्ड चाहिँ तपाईँको डिजिटल बनिन्छ। यो यहाँ हुन्छ, वालेट छ, तपाईँको 5 लाख भनेको छ। तपाईँले 2-3 खेप हस्पिटल देखाउनु भयो भने उब्रेको पैसा यहाँ देखाउँछ होइन। हस्पिटल यहाँ फाइन हस्पिटल खोज्नु सक्नुहुन्छ, यहाँ इलाजका हिस्ट्री खोज्नु सक्नुहुन्छ। सिकायत चाहिँ तपाईँलाई यो आयुष्मान भारत रिलेटेड केही असुविधा भयो भने, कतै तपाईँको प्रब्लमहरू भयो भने यहाँ कम्प्लेन गर्न सक्नुहुन्छ होइन। त्यस पछाडि इकेवाइसी पूर्ण गरे, यो सायद वर्षमा इकेवाइसी गर्नुपर्छ, त्यो हो। अर्को फिडब्याक, तपाईँलाई यो आयुष्मान भारत रिलेटेड चाहिँ अब कस्तो खाले फिडब्याक दिनु चाहनुहुन्छ होइन। तपाईँको एपहरू चलेन भने होइन, तपाईँलाई के उयो छ यसमा अझै यस्तो होस्, यो एपमा चाहिँ अझै यो थपियोस्, सर्भिस थपियोस् भनेर हुन्छ नि त मान्छेहरूको पनि अब फिडब्याक। त्यो फिडब्याक चाहिँ तपाईँको यहाँ दिनु सक्नुहुन्छ है। ल म अब तपाईँलाई देखाउँदैछु म एलिजिबल छु कि छैन। हेर्नुहोस् है, यहाँ गयो। अब यहाँनिर स्टेट सेलेक्सन गर्नुपर्छ। बङ्गाल चाहिँ आएको छ तर चालु भएको छैन। अब सेलेक्ट आइडी टाइपमा चाहिँ हेर्नुहोस् है, हाम्रोमा आभा कार्ड छ, रासन कार्ड छ, पिएमजेवाई आइडी छैन, आधार कार्ड छ। सो म आधार कार्डबाट चेक गर्दैछु मेरो। मैले अब आधार कार्डबाट चेक गरेको है। अब चेक एलिजिबिलिटी दिन्छु, रेकर्ड नट फाउन्ड भन्यो। किन भन्दाखेरि चाहिँ बङ्गालमा चाहिँ चालु हुनेवाला छ, अहिले भइहालेको छैन आजको तारिकसम्म। आज 26/5/2026 आजको दिनसम्म चाहिँ चालु भएको छैन। सो तपाईँहरूले यो एप चाहिँ डाउनलोड गरिराख्नुहोस् होइन। यहाँनिर मुनि चाहिँ ई कार्डहरू छ, ई कार्डमा के सर्भिसहरू छ त हेर्नुहोस् है। हरेकमा स्टेट सेलेक्सन गर्नुपर्छ, नेक्स्टमा आइडी मागिहाल्छ, पिएमजेवाई आइडी होइन। त्यस्तै वालेट ब्यालेन्सहरू छ, यहाँ वालेट ब्यालेन्स पनि तपाईँको स्टेट सेलेक्ट गर्नु, त्यस पछाडि आइडी नै भन्छ होइन। ट्रिटमेन्ट हिस्ट्रीमा जानुहोस्, यहाँ पनि यी आइडी नै भन्छ। सो आइडी चाहिँ बनिनेवाला नै छ, चाँडै बनिन्छ। अब हस्पिटल चेक गरौँ न त हामी होइन। अब फाइन नियर मी हस्पिटल नियर बाई होइन, सिलेक्ट सिटी गरेर अब वेस्ट बेङ्गल गऱ्यो होइन। वेस्ट बेङ्गल गरेपछि यो डिस्ट्रिक्ट गऱ्यो, जस्तै कि दार्जिलिङ आयो नि त हाम्रो होइन। अलिकति गयो पिनकोड गर्दा नि हुन्छ, नभए यतिकै तपाईँको यहाँ सेलेक्सन गर्दा तपाईँको दार्जिलिङको कुन हस्पिटल चाहिँ छ होइन त्यो देखिहाल्छ। यहाँ छ सेन्टर फर आई साइट, यो रहेछ डेस्टिन हस्पिटल रहेछ।
तपाईँको बिएसएफ कदमतला यति चाहिँ रहेछ है अहिले दार्जिलिङमा। यो जस्तो बङ्गालमा सुरु हुन्छ यो एप चल्नु, मतलब यो प्रोजेक्ट चल्नु स्टार्ट हुन्छ, अझै हस्पिटलहरू धेरै मात्रामा हाम्रोमा यो आयुष्मान भारतमा एड हुन्छ। हस् त, धन्यवाद। तपाईँलाई केही प्रब्लमहरू सोध्नु इच्छा लागे होइन, तपाईँले कमेन्ट बक्समा गएर मलाई तपाईँले प्रश्न गर्न सक्नुहुन्छ ल। हस्, धन्यवाद, थ्याङ्क यू।